अब चाहिँ ढोल कसरी बजाइन्छ र कुन हुन्छ भनेर यहाँनिर बजाउँदैछ है साथी। सुरु भयो एक हो हल्का टुप्पो अगाडि छोड्ने अनि त्यस पछाडिबाट बटाउनु पर्यो आफूले। टाउको यो नाच्दा यस्तो गर्दाखेरि कति यो दुख्छ भन्ने कुरा नि त्यो लाखे बन्ने मान्छेलाई थाहा हुन्छ क्या, उसलाई कति गाह्रो भइरहेको होला। यही धागो है, यही धागो हो। एउटा मुकुटको चाहिँ चम्मर बानिसक्यौँ होइन। अब यसलाई लगेर त्यहाँ प्र्याक्टिस गर्ने ठाउँमा लगेर केटाहरूले प्र्याक्टिस गर्छ। आजै हो लास्ट डे है, त्यसको लागि चाहिँ सरी। नमस्ते एभ्रिवान, आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै छु। अनि आज चाहिँ त्यहाँनिर साथीहरूले अब हाम्रो 12 गतेदेखि लाखे निस्किन्छ नि त, त्यही भएर त्यहाँनिर सामानहरू ठिक पार्दैछ अरे। अनि मलाई फोन गरेको थियो भर्खरै, आऊ सामानहरू ठिक पार्न लागेको, भिडियो गर्नको लागि यताउति भनेर भन्दै थियो। अनि मलाई धेरैजनाले कमेन्ट पनि गरिरहनु भएको थियो, यो फेटा कसरी बान्छ, भिडियोहरू पनि बनाइदिनुहोस् न भनेर भनेको थियो। सक्दो अब आज त्यहाँनिर चम्मरहरू बानेर त्यस पछाडि ठिक पारेर त्यो मुकुटहरू अस्ति मैले अर्को भिडियोमा देखाएको थिएँ नि, हाम्रो सामान चाहिँ यति छ भनेर भनेको थिएँ नि, हो त्यो सामानहरू पुछपाछ गर्दैछ अरे केटाहरू। अनि त्यस पछाडि प्र्याक्टिस पनि हुँदैछ क्या हाम्रो, तर म चाहिँ अलिकति बिजी कारणले गर्दाखेरि जान पाएको छैन। अहिले फोन गर्यो अनि मलाई बोलाइसके पछाडि चाहिँ म जाँदैछु त्यहाँनिर दाइको घरमा बसेर चाहिँ केटाहरू बाँध्दैछ गर्दैछ अरे। ल म चाहिँ त्यहीँनिर गएर तपाईँहरूलाई भेट्छु है त, के गर्दै रहेछ, कसो गर्दै रहेछ। ल यतिखेर चाहिँ म पुगिसकेको थिएँ। अनि यहाँ के भयो भन्दाखेरि म बोलिरहेको थिएँ, बोल्दाखेरि चाहिँ मेरो साउन्डै ग्लिच भएछ, के भयो कसो भयो अलिकति नमिलेर पनि होला। अनि यतिखेर चाहिँ साथी के गर्दैछ भन्दाखेरि मुकुटमा यो हामीले उता धरान लगेको थिएन म, त्यो मुकुटमा यो लालटिङ डोरी लाउने हो क्या, त्यहाँनिर लाएर त्यो मुकुट घस्नको लागि त्यहाँनिर डोरी लाउनको लागि दुलो बनाउँदैछ। त्यहाँ दुलो अलिक ठुल्ठुलो बनाइसके पछाडि चाहिँ त्यो तलतिर देखिरहेको छ नि, मुनिपट्टि त्यो मुकुटदेखि तलतिर लालटिन डोरी हो क्या। अब थाहा हुनेलाई त थाहा छँदैछ होइन, हो अहिले लियो नि साथीले, हो त्यो डोरी चाहिँ त्यसमा छिटाएर त्यस पछाडि बान्ने हो क्या। चम्मर लाउनको लागि चाहिँ अब रेडी भयो मुकुट। साथीले तान्दै गरेको डोरी चाहिँ उसले नै अघि भर्खर बाँध्दै थिएन, त्यही देखाएको है मैले चाहिँ, हो त्यही डोरी बाँधेको। पछि त्यो फेटा लगाइसके पछाडि यो डोरीले कस्ने हो क्या। अनि त्यस पछाडि नाच्दाखेरि राम्रो हुन्छ, हलिँदैन होइन। सिलिन्डरमा दरो बानिसके पछाडि चाहिँ हामीले साथी म अनि एउटा भाइले चम्मर बान्न थाल्यौँ होइन। पहिलेको भिडियोमा चाहिँ हामीले त्यो प्लास्टिकको त्यो के भन्छ त्यसलाई है, तपाईँहरूले हेर्नु पनि भयो होला, त्यो भिडियो हेर्नुभएको छैन भने चाहिँ गएर हेर्नु होला। त्यो पनि चम्मर बानेको, त्यो चाहिँ फुल भिडियो चम्मर बानेको मैले बनाएको छु। र मैले चम्मर बानेको यसमा चाहिँ धेरै मैले देखाइनँ। त्यसकै ठाउँमा हामीले चाहिँ के गरेको छौँ भन्दाखेरि त्यसरी नै मिलाउने हो, मिलाइसके पछाडि चाहिँ यसमा डोरीले बान्ने हो क्या। अहिले म डोरी पनि देखाउँछु तपाईँहरूलाई। यतिखेर चाहिँ के अरे हामी गफ गर्दै बाँधिरहेको थियौँ, तर रेकर्ड भएन रहेछ, मैले अघि पनि भनिहालेँ। र अब चाहिँ हामी झ्यामझ्याम लाउँछौँ। अनि डोरी चाहिँ कस्तो हुन्छ भनेर म तपाईँहरूलाई देखाउँछु है त। धेरैजनाले कमेन्ट गरेर त्यसले बान्न हुँदैन, अर्कोले बान्नुपर्छ, धागोले बान्नुपर्छ भनेर भन्दै हुनुहुन्थ्यो। त्यो यही धागो हो है, यही धागो हो। यहाँ हामीले चाहिँ यहाँ यता बानिँदैछ होइन, त्यही भएर यही धागो हो। त्यो अस्तिको चाहिँ हामीले ट्राई गरेको, अहिले चाहिँ यसले बान्दैछौँ। यहाँ हान्दैछ, अब बान्ने त त्यो अस्तिको शैलीमा हो, त्यसको ठाउँमा यो धागोले बान्ने हो होइन। धेरै मैले यो देखाइनँ, काट्ने हो, काटिसकेपछि यसरी बाटेर त्यस पछाडि गर्दाखेरि ठिक हुन्छ। ल अहिले चाहिँ हामीले एउटा मुकुटको चाहिँ चम्मर बानिसक्यौँ होइन। अब यसलाई लगेर त्यहाँ प्र्याक्टिस गर्ने ठाउँमा लगेर केटाहरूले प्र्याक्टिस गर्छ। अनि प्र्याक्टिस पनि चल्दैछ क्या हाम्रो, अघि पनि मैले भनेको थिएँ
यता लुगा रहेछ ए। अनि एउटाको चाहिँ बान्नलाई बाँकी छ है, एउटा ठुलो मुकुट हो यो चाहिँ होइन। अनि यो चाहिँ सानो मुकुट हो। लुगाहरू त्यसमा अस्तिको भिडियोमा नि मैले देखाएको थिएँ हाम्रो लुगाहरू चाहिँ यसमा छ भनेर, त्यसमै नै छ सामान अझै पनि। अनि उतोहरू चाहिँ कसरी लान्छौ, घुङ्ग्रोहरू चाहिँ कसरी लान्छौ? अनि त्यहाँनिर चाहिँ ढोल अहिले अगाडिसम्म चाहिँ ढोलहरू लगेर अनि त्यो ढोलहरू झ्याम्टाहरू मात्र प्र्याक्टिस गर्ने गरेको थियो। अनि आज चाहिँ हाम्रो लास्ट हो क्या प्र्याक्टिस गर्ने दिन। अनि त्यही भएर चाहिँ आज चाहिँ लगेर एउटा मुकुट चाहिँ अघि दुइटै भन्दै थियो अघि, त्यसपछि अलिकति टाइम नभएर लगभग अहिले 6 बज्न लागिसक्यो नि त, त्यही भएर अब चाहिँ नभ्याउने भयो भनेर एउटा यही मुकुट लगेर अनि त्यस पछाडि यही नचाउने भनेर एकछिन नाच्ने प्र्याक्टिस गर्ने त्यहाँ भाइहरू बन्छु भनेर भन्दै रहेछ। अनि हेर्छ अरे केटाहरूले के कस्तो भनेर, तपाईँहरूलाई नि म देखाइ नै हाल्छु ल। एकैचोटि अब सामानहरू हामी ठिक गर्छौँ, यहाँ घुङ्ग्रोहरू पनि के लाने अरे म हेल्प गरिदिनु पऱ्यो। अनि त्यस पछाडि म एकैचोटि म प्र्याक्टिस गर्ने ठाउँमै गएर तपाईँहरूलाई भेट्छु है त। अहिले चाहिँ म प्र्याक्टिस गर्ने ठाउँमा आइपुगेँ। यता हाम्रो प्र्याक्टिस गर्ने ठाउँ चाहिँ यो सिङ्गा खोला छेउमा। यो के हो यो मलाई पनि थाहा भएन, म 2 चोटि भयो आएको। यहाँनिर हो क्या यो है, हाम्रो केटाहरूले यहाँनिर प्र्याक्टिस गरिरहेको थियो। अनि त्यस पछाडि म अहिले भर्खर आइपुगेँ। अनि यहाँनिर अलिकति गिदी चाहिँ के भयो भन्दाखेरि अलिकति यहाँनिर अस्तिदेखि डाङडाङ डुङडुङ चलिरहेको थियो नि त प्र्याक्टिसको बेलामा। अनि यहाँको बासिन्दाहरूले जस यहाँको मान्छेहरूले चाहिँ अलिकति बिमारी भइरहेको छ, बच्चाहरू अलिकति डराइरहेको छ। त्यो पनि हुन त हाम्रो गल्ती पनि हो, तर कस्तो भन्दाखेरि अलिकति यो साइडै हो क्या, यो खोला छेउमा हो है। अनि त्यस पछाडि झन् उता बजारतिर चाहिँ डाङडाङ डुङडुङ नगरौँ भनेर यता आएको। अब यतातिर नि घरहरू त छ नि त, त्यही भएर अलिकति कम्प्लेन गर्दै हुनुहुन्थ्यो होइन। अब आजै हो लास्टै है, त्यसको लागि चाहिँ सरी, त्यही त भन्नु पऱ्यो नि, के भन्नु त होइन। अब यहाँ चाहिँ ठिक पर्दैछ केटाहरू। अब यो चाहिँ प्र्याक्टिसको है, झ्यामझुम हो त्यस्तो, यो खत्रै तरिकाले त गरेको होइन। अब रेडी बन्दैछ। यो कुराहरूलाई चाहिँ अलिकति के ध्यान दिनु पऱ्यो भन्दाखेरि आफूले अब उसलाई कति कम्फर्ट भइरहेको छ त्यो अनुसारले चाहिँ आफूले साथीले अब कसले बानिरहेको छ उसले चाहिँ अलिकति सोधेर कतिको ठिक हुन्छ भनेर बान्नु पऱ्यो क्या, नत्र भने फुक्लिन्छ है। फुक्लियो भने फेरि नाच्दा नाच्दै अलिकति गिद्दी हुन्छ। यत्तिकै बिचरा पसिना भइसक्यो। अनि कसरी नाच्छौ कान्छा? भोलि पर्सि त यसरी पट्याउने यसलाई। अनि यो नयाँ छ भने चाहिँ तपाईँहरूले चाहिँ यसलाई भिजाउनु पर्छ है। मलाई त त्यस्तो साह्रो थाहा भएन, तर यो नयाँमा चाहिँ अलिकति कडा हुन्छ क्या, तपाईँहरूलाई पनि थाहा होला होइन यो कपडा कस्तो हुन्छ भनेर। सो यसलाई चाहिँ तपाईँहरूले के गर्नुभन्दा अगाडि राम्ररी धुनु क्या। अलिकति कस्तो हुन्छ भने त्यो खस्रोबाट अलिकति त्यो सफ्ट खालको हुन्छ। अनि त्यस पछाडि चाहिँ तपाईँहरूले बान्दाखेरि चाहिँ अलिक मजाले बस्छ है। हल्का टुप्पो अगाडि छोड्ने, अनि त्यस पछाडिबाट बटाउनु पऱ्यो आफूले। फेरि यो प्र्याक्टिसको लागि हो नि। फेरि तपाईँहरू सोच्नु होला ए यो भएन त्यो भएन, यो प्र्याक्टिसको लागि हो है। तर हामी चाहिँ गर्न चाहिँ यसरी नै गर्छौँ। अरूले खतरा पाराले पनि गर्छ गर्न चाहिँ, तर हाम्रो चाहिँ पारा यही नै हो। अब अहिलेसम्म 3-4 वर्ष भइसक्यो यसरी नै नचाइरहेको छौँ, यसरी नै गरिरहेको छौँ।
यसरी चाहिँ अब चिउँडोमा लाउनु पऱ्यो। हाम्रो चाहिँ कस्तो भयो भन्दा यहाँनिर चिउँडोको के अरे टाउको चिउँडोमा भयो है, त्यही भएर चाहिँ यसो अलिकति ठुलो देखेला। यसरी नै हो बान्न चाहिँ होइन। हामी चाहिँ अहिलेसम्म यसरी नै गरिरहेको छौँ। अब ठाउँअनुसार ठाउँमा चेन्ज होला के होला, फेरि कस्तो गर्छ भने मान्छेहरूले है गर्नेले यो यसरी होइन यसरी हो, त्यो पनि राम्रो तरिका हो, आफ्नो तरिका हो होइन। तर हामीले गरिरहेको हामीले नचाहिरहेको तरिकाले हामी देखाउने हो नि त, त्यही भएर भन्छु। उतापट्टिको आँखा छोपे जस्तो छ यार, धेरै ठुलो भयो क्या। मैले भने नि टाउको चिउँडोको टाउकोमा भयो क्या, अनि त्यही भएर ठुलो भयो। यसरी हान्ने हो। यसरी कभर भए पछाडि चाहिँ तपाईँलाई यो मुकुटले केही असर गर्दैन क्या। झ्याम अब जति टाइट बान्यो त्यति नाच्न मजा हुन्छ, छ्याप्प बस्छ क्या। अनि त्यस पछाडि यो फेटा चाहिँ राम्रो बान्न सक्यो भने मुकुट बबाल हुन्छ, बबाल। सिकाउँदैछ भाइलाई। यो अघि भिजनले लाउँदै थियो नि साथीले, त्यो छेडेर होइन, मैले भिडियोमा पनि देखाएको थिएँ हो, यसकै लागि हो क्या यो चाहिँ। अब भेटा चाहिँ राम्रो बानिसके पछाडि राम्रो बान्यो भने जति कसो त्यति मजा हुन्छ क्या यसमा चाहिँ। कस्तो देखिन्छ है, हामीले ट्राई पनि गरे छैन है, फर्स्ट ट्राई हो। अघि भर्खरै बानेको चम्मर हो यो चाहिँ। वरिपरि देखाइन्छ ल। ल ठिक छ। अब के मिलेको छैन, के भएको छैन होइन, त्यो चाहिँ अब भोलितिरै मिलाउनु पर्छ। किन भन्दा अलिकति हामीसँग टाइम थिएन क्या, अहिले चाहिँ प्र्याक्टिसको लागि भनेर हो। यस्तो छ। हेर्नु है तपाईँहरू पनि। अहिले भर्खर देखाएको थियो नि, उसले पनि नाच्दै सिकेको हो है। राम्रै नाच्छ, त्यस्तो खतरा त होइन, तर राम्रै नाच्छ उसले पनि। सिकाउँदैछ उसले चाहिँ सिकाउँदैछ है। लभली। फर्स्ट चोटि होला जस्तो लाग्छ उसको मलाई क्या। ऊ त लाखे बनेछ नि, फर्स्ट चोटि जस्तो लाग्छ मलाई। सारा फर्स्ट चोटि हो नि त। उसलाई कति गाह्रो भइरहेको होला। उसलाई आएको जति पनि उसले नाच्न सकेको छैन क्या। किन भन्दाखेरि फर्स्ट चोटि हो होइन, उसलाई थाहा छ यतिखेर यस्तो गर्ने हो भनेर, तर उसले अलिकति मजाले नाच्न सकेको छैन, खुलेर नाच्न सकेको छैन क्या। हो अलिकति भाका ल्याउँदैछ अहिले चाहिँ।
अब कतिको कमेन्ट आउने होला यो भन्दा त खतरा म नाचिदिन्छु मलाई बोलाउनु होइन यो भन्दा खतरा त म गरिदिन्छु गर्नुहुन्छ मलाई थाहा छ तर नजानेको मान्छेलाई सिकाउँदै सिकाउँदैछ उसले गर्दैछ है त्यही भएर मात्र हो यो प्र्याक्टिसको बेला हो नाच्नुहुन्छ तपाईँले मलाई थाहा छ सबैले नाच्छ सिके पछाडि गरे पछाडि सबैले नाच्छ तर सिक्दैछ उसले चाहिँ Love it. कहाँ केटा हो लाखे नाच्नलाई सजिलो छ यार भन्न हेर्न मात्र उसलाई नाचिरहेको छ यस्तो गरिरहेछ उस्तो गरिरहेछ भन्ने हुन्छ कि तर कति गाह्रो भइरहेको हुन्छ भन्ने कुरा त उथो लाखे बन्नेलाई थाहा हुन्छ क्या यो लाखे बनिरहेछ नि यो भाइ हो कति गाह्रो हुन्छ कति गर्नु हुन्छ टाउको यो नाच्दा यस्तो गर्दाखेरि कति यो दुख्छ भन्ने कुरा नि त्यो लाखे बन्ने मान्छेलाई थाहा हुन्छ क्या है त्यो चाहिँ बन्नेलाई थाहा होला सिक्नेलाई थाहा होला अनि झ्याम्टा बजाउनेको यस्तो अम्ला भाइ कहाँ जान्छ यो लाखे अब उदो गरिसके पछाडि यो झ्याम्टा बजाउँदाखेरि कहाँ जान्छ हात यस्तो जान्छ सबै अनि यो ढोल बजाउने पनि त्यस्तै हुन्छ हालत ढोल बजाउनेको होस् लाखेको होस् त्यो झ्याम्टा बजाउनेको होस् सबैको एउटै हो दुःख सबैले गर्नुपर्छ त्यो बाहिरबाट हेर्दाखेरि वाउ भन्ने हुन्छ र कति गाँडबाट तेल निक्लिरहेको हुन्छ भन्ने कुरा बन्ने र बजाउनेलाई थाहा हुन्छ क्या अनि मलाई अर्को कुरा कमेन्टमा के पनि अर्को आइरहेको थियो भन्दाखेरि ढोल बजाएको पनि हाल्नु है भनेर म आइरहेको थियो अब चाहिँ ढोल कसरी बजाइन्छ र कुन हुन्छ भनेर यहाँनिर बजाउँदैछ है साथी सुरु भयो एक हो एक को दुई हो एक को तीन रोलिङ है यो चाहिँ भन्नाले घुम्ने रोलिङको एक रोलिङको दुई है रोलिङको एक थियो रोलिङको दुई रोलिङको तीन हल्का एउटा दिमाग लाग्यो भने हल्का दिमाग लाग्यो भने आइहाल्छ क्या आफूलाई पाँच ताले यो चाहिँ मलाई पनि थाहा छैन कतिको थियो लाखे केटा चोइ लाखे के भन्दै उसले नआउने हामी चाहिँ यो पनि युज गर्छौँ यो पनि बनाउँछौँ
यो भनेको चाहिँ हाम्रै फ्री स्टाइल हो यो हाम्रो यो हामीले बजाउने मैले भनिसकेँ। अब कुन हुन्छ अनि गीतमा कुन हान्छौ? गीतमा त्यो लागे हुन्छ ओ लागे गीतमा यो चाहिँ गीतमा हान्ने, यो चाहिँ गीतमा हान्छ केटाहरूले। यसरी गीत गाउँदै जस्तै लाखे कुनै ठाउँबाट कुनै ठाउँमा जाँदैछ भने चाहिँ त्यतिखेर चाहिँ केटाहरू गीत गाउँदै होइन जाने टोक्नु जाने। अब हामी त्यही नै गर्छौँ, अरूले के गर्छ थाहा भएन। त्यसमा चाहिँ गीत हान्दा भयो क्या तपाईँ, यति नै हो। अब ओ लाखे हुन्छ अब लास्ट यो ओ लाखे भन्ने यो केटा हो। ल ढोल बजाएको नि तपाईँहरूले हेर्नुभयो होला, नाचेको नि हेर्नुभयो होला है। यो भनेको चाहिँ सबै प्र्याक्टिसको है, प्र्याक्टिसको भाइ फर्स्ट टाइम नाचेको, त्यही भएर मैले यो ढोल बजाएको। अनि त्यस पछाडि फेटा धेरै कमेन्ट आएको थियो है, मैले त्यही भएर चाहिँ त्यसको लागि भयो भने मैले चाहिँ भिडियो बनाएको। ल यो भिडियोलाई चाहिँ यतातिर अन्त्य गरिदिउँ है। नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नु होला, लाइक हानिदिनु होला, ल सेयर गरिदिनु होला। यति भन्दै यो भिडियोलाई चाहिँ म थाउन चाहन्छु। हस् त, थ्याङ्क यू सो मच र अर्को भिडियोमा भेटौँला फेरि पनि है।